युके एप्लाई गर्दै हुनुहुन्छ र डकुमेन्ट के चाहिन्छ भन्ने कुरामा तपाईँ दुविधामा हुनुहुन्छ भने दिस भिडियो इज फर यु। विशेष गरी युके एप्लाई गर्नको लागि चाहिने डकुमेन्ट चेकलिस्ट म तपाईहरुलाई आज शेयर गर्न चाहन्दैछु। सो बिफोर अफर लेटर आउनुभन्दा अगाडि तपाईले देखाउनु पर्ने भनेको पासपोर्ट दिनु पर्यो, एकाडेमिक डकुमेन्ट्सहरु, तपाईको सीवी, तपाईको चाहिँ स्टेटमेन्ट अफ पर्पज, किन चाहिँ युके जाने, युके गएर के गर्ने, कुन कोर्स पढ्ने, कुन युनिभर्सिटी जाने, स्टेटमेन्ट अफ पर्पज, वर्क एक्सपिरियन्स इफ एप्लिकेबल भनेको छ। तपाईको यदि ग्याप छ, ग्यापमा काम गर्नु भएको छ भने त्यो एक्सपिरियन्स लेटर पनि चाहिन्छ पहिलो स्टेजमै। Recommendation letter, mostly you get these documents from the colleges or the university you might have studied. Recommendation letter पछि English language को टेस्टहरु, IELTS, PT, Duolingo यस्तो टेस्टहरु हुन सक्छ। त्यो टेस्टहरु गरेर पनि तपाईले डकुमेन्ट बुझाउन सक्नुहुन्छ। अफर आउनु भन्दा अगाडि चाहिने मेजर डकुमेन्ट्सहरु यही नै हो। अफर आइसकेपछि त्यसैगरी अब यी सबै डकुमेन्टहरु चाहिँ पीडीएफ फर्मेटमा चाहिँ चाहिन्छ। अफर आइसकेपछि तपाईको फेरि नेक्स्ट स्टेजमा चाहिने डकुमेन्ट भनेको चाहिँ फाइनान्शियल डकुमेन्ट र ट्युबरक्लोसिस। फाइनान्शियल डकुमेन्टको मैले छुट्टै भिडियो बनाएको छु। युके जानको लागि मात्र एउटा ट्युबरक्लोसिस रिपोर्ट, टीबी रिपोर्ट मात्र भए हुन्छ हेल्थ चेकअपको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ। सो यति डकुमेन्ट्स भयो भने तपाईको एप्लिकेसन युके को युनिभर्सिटीमा एप्लाई गर्न सकिन्छ एन्ड देन यु क्यान प्रोसेस फर्दर फर योर कास आइसकेपछि भिजाको लागि लन्च गर्न सकियो। सो त्यति धेरै कम्प्लेक्सिटी चाहिँ छैन। इनिशियल स्टेजमा दिज आर द ओन्ली डकुमेन्ट्स द्याट वी नीड। र अघि यो अफर आइसकेपछि अफर आउनुभन्दा अगाडिका यी डकुमेन्टहरु तपाईले हामीलाई इमेल गरेर applyuniladder@gmail.com मा मात्र पठाइदिनु भयो भने we would be able to process your application online। र त्यसैगरी तपाईले WhatsApp मा टेक्स्ट मात्र गर्नुभयो भने मैले रेस्पोन्ड गर्ने छु। त्यसको बेसिसमा तपाईको एप्लिकेसन एन्टायरली हामीले अनलाइन बाटै गर्न सक्ने छौं। विभिन्न देशहरुबाट हामीले एप्लिकेसनहरु अनलाइनबाट गरेका छौं, दुबईबाट गरेका छौं, कतारबाट गरेका छौं, इन्डियाबाट, हङकङबाट, जापानबाट, साइप्रसबाट गरिरहेका छौं भने हाम्रो अफिस नभएको शहरमा तपाई हुनुहुन्छ भने you don't need to be worried at all. We can process your application entirely online. You don't need to come to our office. The only consultancy in Nepal जसले UK मात्रै गर्छ, आउनुहोस् युनिल्याडरसँग। Thank you.